गाउँदेखि सहर मनमा छ रहर, गाउँदेखि सहर मनमा छ रहर। यो हो सङ्गीत खबर, यो हो सङ्गीत खबर, यो हो सङ्गीत खबर। नमस्ते दर्शकबिन, सदाको बसाइ चाहिँ आज पनि सङ्गीत खबर कार्यक्रम लिएर उपस्थित भइसकेका छौँ। यो कार्यक्रम प्रतिभाका लागि सम्मान र नवप्रतिभाको लागि स्थान दिने कार्यक्रम हो। यो कार्यक्रमको अवधिभर प्रतिभा र नवप्रतिभाका कला अनि मिठा मिठा कुराकानी गर्छौँ। आज हामीसँग सङ्गीत खबर कार्यक्रमको बसाइमा सल्यान जिल्लामा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाउँदै आउनुभएको चेतन राईसँग हामी विशेष कुराकानी गर्छौँ। उहाँलाई स्वागत गर्नतर्फ लाग्छ। स्वागत छ चेतनजी। हस्, धन्यवाद। के छ खबर? आराम कुशलै हुनुहुन्छ होला? कसरी बिताइराख्नु भएको छ आजभोलि ती दिनचर्या? ठिक छ, राम्रै छ। अब अहिले चाहिँ भर्खरै 2-3 दिन अगाडि एउटा मेरो नयाँ म्युजिक भिडियो र एल्बम रिलिज भएको छ। त्यसैको प्रमोसनमा अब दौडिरहेको छु भनौँ न। भर्खर नै मात्र तपाईँको गीत रिलिज भएको छ होइन? कस्तो खालको प्रतिक्रिया पाउनुभयो आम दर्शक श्रोताबाट? ठिक छ, राम्रै भइरहेछ। अब 2 दिन जति भयो के अरे, ठिकै छ, राम्रै प्रतिक्रिया आइरहेछ। थोरै दर्शकले झल्को पनि जाओस् होइन, कस्तो खालको गीत हो, कुन युट्युब च्यानलबाट सार्वजनिक भएको छ, थोरै बताइदिनुहोस् न। यो गीत चाहिँ अब लभ सङ नै हो, माया प्रीतिसँग सम्बन्धित गीत हो। अनि यो गीतको लिरिक्स रचनाकार हाम्रो चर्चित रचनाकार लोकराज अधिकारीज्यूको, अनि त्यसमा चाहिँ कम्पोजिसन र भोकल मेरो आफ्नै छ। त्यसमा म्युजिकमा चाहिँ त्यो भिडियो डाइरेक्सन काम पनि मैले आफै नै गरेको छु एकपल्ट। त्यसमा आर्टिस्टहरू चाहिँ सुजन सुवेदी मेलमा, फिमेलमा ज्योति खड्का हुनुहुन्छ। त्यो चाहिँ मेरो आफ्नै युट्युब च्यानल चेतन राई अफिसियल युट्युब च्यानलबाट चाहिँ मैले त्यहाँ चाहिँ मतलब दर्शक सामु चाहिँ ल्याएको छु। त्यो गीत भन्नुपर्दाखेरि मायावृत्तिको गीत हो, तर त्यसको भिडियो हामी कसरी बनाउँछौँ भन्दाखेरि पहिला चाहिँ अब रोमान्टिक्स नै छ भनौँ न। अब मान्छेले यसो दर्शकले हेर्दाखेरि चाहिँ केटी रिसाएको जस्तो, केटाले फकाएको टाइपको जस्तो चाहिँ देखिन्छ। लगभग 75% 80% जति भिडियो प्ले भइसकेपछि बल्ल थाहा हुन्छ केटा एक्सपायर भइसकेको हुन्छ, केटा चाहिँ नि मरेको हुन्छ। अनि त्यो अगाडिको जुन भनौँ न 80% अगाडिको जुन केटाकेटीको एक्टिभिटिजहरू छ त्यो चाहिँ कस्तो भन्दाखेरि त्यो भ्रम, केटीलाई भ्रम मात्रै हो। ऊ एक्लै नै हुन्छ वास्तवमा केटी, तर उसको वरिपरि त्यो केटा आएको उसलाई भान हुने त्यस्तो टाइपको छ। कसरी क्रिएसन गर्नुभयो? यो यस्तो छ, यो भिडियो चाहिँ अब बनाउने भनेर नै गाना चाहिँ हामीले तयार गरेका थियौँ। यसमा मलाई थोरै सहयोग चाहिँ एरेन्जर भाइ सबीर कार्की, यो गीतको एरेन्जर सबीर कार्की हो। ऊ भाइले र हामी बसिरहेको थियौँ। एरेन्ज गरिसकेपछि रेकर्डिङको क्रममा नै मैले चाहिँ अलिअलि सोच बनाएको थिएँ कि अब यस्तो टाइपको गर्दा कस्तो हुन्छ भनेर सोचिरहेको थिएँ। तर अनि पछि त्यो भाइले पनि मलाई चाहिँ सजेस्ट गर्यो, दाइ मेन भनौँ न धेरै उसको चाहिँ नि सबैकै हात छ यसमा, स्क्रिप्टमा भनौँ न। मैले थोरै मात्रै सोचेको थिएँ। अब मैले चाहिँ नर्मली एउटा लभ सङ टाइप भएको हुनाले लभ सङमै बगाउने भनेर सोचिरहेको थिएँ। अनि सबीर कार्की भाइले चाहिँ मलाई, दाइ यस्तो खालको स्क्रिप्ट बनाऊ, तपाईँको गाना लिरिक्स सुन्दाखेरि मलाई यस्तो फिल भयो, मलाई यस्तो लाग्यो, अनि यस्तो बनाऊँ न भनेपछि ठ्याक्क उसले भन्ने बित्तिकै मलाई एकदमै छोयो कि होइन। अब लगभग लिरिक्स पनि तपाईँको त्यस्तै मतलब फिल म्याच हुने टाइपको लाग्यो, मलाई म्याच भयो। अनि त्यसरी नै बनाइयो भनौँ न। गीतले पनि राम्रो प्रतिक्रिया पाइसकेको छ, एउटा दर्शकलाई पनि झल्को जाओस्। हजुरको आवाजबाट सोही आकाश हुन्छ। हुन्छ, म कोसिस गर्छु। हाँसिदेऊ न, केही बोलिदेऊ न, इसाराको भाषा बुझिदेऊ न, छाया बनी पछ्याइरहनेछु, जति तिमी रिसाए पनि छाया बनी पछ्याइरहनेछु, जति तिमी रिसाए पनि। तिमी मेरो जीवनमा खास छौ, तिमी मेरो जीवनमा खास छौ, अन्तिम सास हौ। यस्तो टाइपको छ। यति मिठास शब्दहरू कसरी आउँछन् सर?
मैले थुप्रै सर्जकहरूसँग अन्तर्वार्तामा कुराकानी गरेको छु होइन। कतिले भन्छन् गीत लेख्दाखेरि एकान्तमा बस्छु, पूर्व प्रेमिकालाई सम्झिन्छु होइन। कसैले चाहिँ के भन्छन् भने हिँड्दै हिँड्दै यतिकै अटोमेटिक आउँछ भन्छन्। तपाईँले चाहिँ यति मिठास शब्दका गीतहरू कसरी फुर्छन्, कसरी सिर्जना? यो अब लिरिक्स त यो हाम्रो लोकराज अधिकारीज्यूको हो होइन। तपाईँ आफैमा सर्जक पनि हो, यो मात्र नभएर थुप्रै गीतहरू तपाईँले लेख्नु। अब मैले मेरो अधिकांश लिरिक्स मेरो आफ्नै हुन्छ। ठ्याक्कै तपाईँले भने जस्तै मलाई पनि त्यो लेख्छु भनेर कहिलेकाहीँ बस्यो भने लेख्नै सक्दिनँ म पनि। कहिलेकाहीँ बाटोमा हिँडिराखेको बेलामा, गाडी ड्राइभ गरिराखेको बेलामा कहिलेकाहीँ आउँछ मलाई। मतलब त्यसरी नै मेरो जुड्छ, स्टार्टिङ त्यसरी नै प्रायः भएको हुन्छ कि मेरो। जस्तो कहिलेकाहीँ मेलोडी भनौँ न, मेलोडी आउँछ अनि त्यो मेलोडी आइसकेपछि अनि त्यसरी लिरिक्स पनि कहिलेकाहीँ गर्छु। कहिलेकाहीँ तपाईँको लिरिक्स यतिकै हिँडिराखेको बेलामा आइराखेको हुन्छ अनि पुरै त कम्प्लिट त हुँदैन, तर थोरै चिज केही न केही होइन स्टार्टिङ भनौँ न आउँछ अनि पछि अनि फेरि अनि बसेर नै फाइनल त्यसरी गर्छु। आफैमा गायक, आफैमा सर्जक होइन, निर्देशन पनि गर्नुहुन्छ। यो गीत सङ्गीत क्षेत्रमा लागेको चाहिँ कति भयो? थुप्रै भयो। अब लगभग भयो होला। अब प्रोफेसनल हिसाबले एल्बम गरेको हिसाबले 16-17 वर्ष भयो। यो 16-17 वर्षको अवधिमा तपाईँले गीत सङ्गीत क्षेत्रमा लागेर के पाउनुभयो? अब फाइनेन्सियली त्यति राम्रो अब नठाडेर भन्नुपर्छ एकदमै राम्रो त भएको छैन। पाएको भनेको यही श्रोताहरू, दर्शकहरूको माया, तपाईँ जस्तोको माया, इन्भिटेसन गर्नुहुन्छ, इन्भाइट गर्नुहुन्छ, माया देखाउनुहुन्छ, यही नै हो, पाएको यही नै हो। त्यो मात्र नभएर तपाईँले देश विदेशमा पनि कार्यक्रम गर्नुहुन्छ नि त। हजुर हजुर। भर्खर नै मात्र विदेशबाट आउनुभयो होइन? हजुर। कतिको खुसी हुनुहुन्छ जुन यो फिल्डमा लागेर होइन देश विदेश घुम्नु भएको छ? त्यही सेटिस्फाई, एकदमै सेटिस्फाई छु। अब त्यही फाइनेन्सियली एकदमै राम्रो नभए पनि केही चिज त भएको छ। अनि अब हजुरले भने जस्तो अब नेपालभित्र पनि धेरै ठाउँहरू घुम्न पाइएको छ, विदेशमा घुम्न पाइएको छ, यही नै हो, रमाइलो छ, खुसी छु। तपाईँ सल्यान जिल्लाबाट एउटा सपनाको पोको बोकेर काठमाडौँ आउनुभयो होइन? गायककार बन्छु, यो गायकसँग भेट्छु, त्यो गायकसँग भेट्छु भन्ने एउटा सपना हुन्छ नि। त्यो क्षणलाई सम्झिँदाखेरि चाहिँ कसरी सम्झिनुहुन्छ? यस्तो हो, अब स्ट्रगल हिजोको दिनमा तपाईँले अवसर पाउनुभयो, सबै फिल्ममा अझ जे होस् तपाईँले भन्नुभयो फाइनेन्सियल केही समस्या भए पनि यो फिल्ममा त स्थापित हुनुभयो नि त। हजुर हजुर। यस्तो छ, अब मान्छेले अब हरेक फिल्डमा मान्छे दुःख गरेकै हुन्छ होइन। अनि अब म फेरि त्यति दुःख देखाउने मेरो बानी पनि छैन। अब यो मतलब अलिकति गफ लगा जस्तो नि हुन्छ, किनभने मान्छेले म्युजिक फिल्डमा मात्रै होइन, कुनै पनि फिल्डमा काठमाडौँमा आउने हरेक फिल्डको मान्छेले स्ट्रगल गरेकै हुन्छ, गर्छ पनि, नगरेसम्म ऊ सक्सेस पनि हुँदैन। त्यो कारणले अब दुःख त त्यस्तै हो, दुःख सुख त आउँछ जान्छ। अनि धेरै रमाइलो पनि हुन्छ। सुख मात्रै भयो भने रमाइलो त्यति हुँदैन। दुःखमा बरु मलाई चाहिँ दुःखमा नै आनन्द लाग्छ। त्यही कारण सबैको आफ्नो स्ट्रगल हुन्छ। मलाई पनि केही दुःख समस्याहरू परेको थियो, अब त्यसलाई पार गर्दै आइयो, अब अहिले राम्रो भएको छ। यो फिल्ममा लाग्दा चाहिँ कतिले यो क्षेत्रमा भविष्य छैन भन्छन्, तपाईँले चाहिँ के लाग्छ? होइन, अहिले त एकदमै राम्रो छ। न अहिले न त्यो टाइममा, मेरो टाइममा पनि एकदमै राम्रो थियो। जसले राम्रो गर्न सक्थ्यो म्युजिकमा उसलाई राम्रै थियो। झन् अब अहिले त धेरै प्लेटफर्महरू छ। पहिला जस्तो अब एउटा भनौँ न फाइनेन्सियली त्यो टाइममा बरु तपाईँको पैसा हुने मान्छेले एल्बम निकाल्न सक्थ्यो होला, गीत गाउन सक्थ्यो होला भने अहिले बरु त्यो चाहिँदैन। उसमा प्रतिभा छ भने प्लेटफर्महरू, धेरै प्लेटफर्महरू छ अहिले बरु धेरै राम्रो ठाउँहरू छ, स्टेजहरू छ। अनि आफूमा प्रतिभा छ भने त्यो देखाउने प्लेटफर्महरू एकदमै छ अहिले। गाउँघरतिर होइन उकाली ओह्राली भन्ज्याङ चौतारी मेलापात गर्दा पनि गीतहरू गुनगुनाउने गर्नुहुन्थ्यो होला? हजुर हजुर। कस्तो खालको प्रतिक्रिया पाउनुहुन्थ्यो त्यो बेला? सानोमा गाउँथेँ, अब त्यही फलानाको छोरो गायक आवाज भन्ने टाइप इन्करेज त भइ नै हाल्छ नि। अब साथीभाइहरू भयो, स्कुलमा टिचरहरू भयो, उहाँहरूकै इन्करेजले नै अब त्यो साँच्ची नै हो क्या, म त राम्रै गाउँछु कि क्या हो, अथवा गर्न सकिन्छ कि क्या हो भन्ने त्यतिमा लागिहाल्छ नि। त्यसरी नै स्टार्टिङ त त्यसरी भएको थियो। अब साथीहरू भाइहरूसँग बस्दाखेरि गाउने, त्यहाँबाट नै अब इन्सपायर, इन्करेज त्यसरी नै भइयो। कति युवाहरूको चाहिँ जापान सपना बनेको छ होइन? तपाईँ जापान बसेर पनि जापान विदेशमा बस्नु हुँदैन, नेपालमा के गर्नुपर्छ भनेर आउनुभयो, कसरी लिनुहुन्छ? किन बस्नु भएन, किन सेटल हुनु भएन? एकदमै अझ पछिल्लो समय हेर्ने भयो भने त कलाकारिता क्षेत्रका अधिकांश कलाकारहरू चाहिँ विदेशमा गएर सेटल हुन्छ। हजुर, मलाई जस्तो मेरो फ्यामिली मात्रै होइन कि साथीभाइहरूले पनि भन्नुहुन्छ कि अब जापानमा सेटल भइसकेको मान्छे
अरू मान्छे जापान जान खोज्छन्। तिमी त्यहाँ सेटल भइसकेको मान्छे किन फर्किन्छौ? नआऊ, आए पनि आऊ 2-3 महिना बस, 1-2 महिना बिदामा बस अनि फर्केर जाऊ भनेर मलाई धेरैले नै भने। मैले जब जापान छोडेर आउँदाखेरि मलाई त्यहीँ भएको साथीहरूले पनि र नेपालमा भएको साथीहरूले पनि भन्नुभयो मलाई। तर मैले भने नि म एकदमै होमसिक हुने मान्छे। मेन कारण मेरो त्यही नै हो। एकदमै म चाहिँ नि मैले सपना देख्थेँ तर मैले कहिल्यै पनि अरू सपना देखिनँ। मेरो सपना भनेको मेरो गाउँको सपना आउँथ्यो मेरो सपनामा। त्यो कारण पनि भयो र अब अलि फ्यामिली कारण पनि, जस्तो मेरो परिवार सानो परिवार, यतापट्टि अब घरमा रेख्दै गर्ने मान्छे पनि हुनु भएन। त्यो कारणले पनि अब आइयो र त्यही हो। अब मान्छेले चाहिँ साथीभाइहरू सबैले भन्नुहुन्छ कि त्यही भने नि सेटल भएको मान्छे किन उता नबस्ने, किन आउँछौ भन्नुहुन्थ्यो। तर मेरो मेन कारण त्यही नै हो। र अर्को कुरा अब मान्छेलाई पैसाले कहिले पनि पुग्दैन, सन्तुष्टि मान्छे कहिले पनि हुँदैन होइन। वर्ल्डकै अब धनी मान्छेलाई त पैसा पुगेको छैन भने त हामी त उसको अगाडि केही पनि होइन। तर सबभन्दा ठुलो कुरा सन्तुष्टि नै हो। अनि म जुन टाइममा नेपाल छोडेर जापान गएँ त्यो बेला मसँग केही पनि थिएन, अथवा मसँग केही थोरै चिज थियो भने म 7 वर्ष स्ट्रगल गरेँ, मसँग केही न केही त भयो। अनि मैले सन्तोष गरेँ कि अब यही चिजलाई मैले बरु नेपालमा गएर मैले युज गरेँ भने त जापान जतिको नकमाए पनि म सर्भाइभ हुने, मैले बिहान बेलुका खाना खाने पैसा त मसँग हुन्छ। त्यो कारणले अब धेरै लोभ गर्नु हुँदैन, यसमा चित्त बुझाउनुपर्छ, ठिक छ भनेर म त्यसरी फर्केँ। आज हामी विशेष गरी सङ्गीत खबर कार्यक्रमको बसाइमा छौँ। तपाईँको आवाजबाट एउटा भाका सुन्छौँ। हुन्छ। मैले यो गीत पनि जापानमै बसेर मैले रेकर्ड गरेको थिएँ। उतै कम्पोज गरेँ, उतै लिरिक्स गरेँ। सङ्गीतसँग थोरै रिलेटेड छ। सङ्गीतका शब्दहरूलाई मैले यसमा चाहिँ जुडाएको छु। मैले आफैले कोरेको गीत हो, लिरिक्स कम्पोजिसन सबै मेरो आफ्नै हो। मैले अस्मिता अधिकारी सिङ्गरसँग डुएट गरेको थिएँ। मैले थोरै त्यो गुनगुनाउँछु। तिमी धुन बना म गीत गाउँछु, तिमी ताल देऊ म सुर बन्छु, सङ्गीतको सातै स्वरले सुन्दर तिम्रो मन सजाउला, रागको रङ्गोलीले हाम्रो जीवन रङ्गाउला, रागको रङ्गोलीले हाम्रो जीवन रङ्गाउला, तिमी धुन बना। तपाईँको अधिकांश गीतहरू हेर्ने हो भने आधुनिक पप छ। हजुर। किन लोकगीतहरू चाहिँ गाउनु भएन? अहिले अधिकांश कलाकारहरू लोकगीतबाट हिट भएका छन्। हजुर, यस्तो छ। अब सबै मान्छेको आफ्नो ट्र्याक हुन्छ एउटा होइन। मेरो पहिलेदेखि नै अब म जन्मेको ठाउँ, हुर्केको ठाउँ लोकगीतको एकदमै उर्वरा क्षेत्र, राम्रो क्षेत्र, पश्चिम सल्यान भनेपछि एकदमै राम्रा सिङ्गरहरू हुनुहुन्छ, लोकगीतका सिङ्गरहरू हुनुहुन्छ। तर पनि खै मेरो दिमागमा मैले थाहा पाएदेखि, मैले बुझ्ने भएदेखि त्यो प्रभाव मलाई लोकगीतको त्यति धेरै प्रभाव परेन। अनि अब त्यो एउटा कारण के पनि हुनसक्छ भने, जस्तो मेरो फ्यामिलीमा मेरो बुवा पनि गाउने, मेरो काका पनि गाउने। मेरो बुवा काकाहरूले प्राय गरेर आधुनिक गीत नै गाउनुहुन्थ्यो, लोक गाउनु हुँदैन थियो, आधुनिक गीतहरू गाउने। अनि फेरि अर्को कुरा के पनि भयो भने मेरो बुवाको सर्भिस, आमाको सर्भिसको कारणले हामीहरू जिल्लाभन्दा बाहिरतिर बढी बेसी घुम्यौँ कि, जस्तो नेपालगञ्ज, अनि तपाईँको दाङतिर भयो, अनि तपाईँको काठमाडौँतिर त्यो टाइममा पनि बसियो बुवाको सर्भिसको, मम्मीको सर्भिसको सिलसिलामा। अनि अब यो टाइम मतलब त्यो समयमा त त्यो सहर भयो नि त। यो त सहर भएको हुनाले यतातिर त विशेष गरेर सहरमा त आधुनिक गीतहरू, फिल्मका गीतहरू बढी चल्ने होइन। अब मेरो बुवाले पनि सायद त्यही सुनेर गाउनु भयो होला होइन, अनि मैले पनि त्यही सुनेँ। अनि जस्तो घरमा पनि रेडियो बजाउँदाखेरि त्यस्तै टाइपको गीतहरू बजाउने, अनि टेप रेकर्डरमा पनि अब आधुनिक गीतहरू, फिल्मको गीतहरू बेसी बज्ने। अनि त्यो भएर पनि होला मलाई अब प्रभाव, अथवा मेरो कानले त्यो चिज सुन्यो अनि मलाई मेरो दिमागमा त्यो चिज बस्यो। अनि त्यो भएर पनि जब मैले थाहा पाउने भएँ, म बुझ्दै गएँ, अनि मैले अब गाउँदाखेरि त्यस्तै गीतहरू गाउन थालेँ। अनि त्यसरी मेरो सुरुवात पनि भयो। तर त्यो भन्दैमा फेरि मैले लोकगीतलाई एकदमै चटक्क छोडेको छैन। मेरो केही गीतहरू छ, मेरो लगभग मैले 4-5वटा गीतहरू लोकगीत त होइन,
लोक फ्लेभरलाई मिक्स गरेर लोक आधुनिक टाइपको पप टाइपको चाहिँ बनाएको छु। सङ्गीत भनेको के हो जस्तो लाग्छ तपाईँलाई? लामो समयदेखि नै गीत सङ्गीत क्षेत्रमा हुनुहुन्छ। अब सङ्गीत यस्तो छ, के छ त भन्दाखेरि जस्तो यसको सूत्रमा जाने हो भने बेग्लै हुन्छ होइन। जुन अब पढिन्छ थ्योरी भनौँ न, थ्योरी बेग्लै छ म्युजिकको। अब म दुई पाटोले हेर्छु, एउटा थ्योरिकल र एउटा चाहिँ तपाईँको चाहिँ स्वस्फूर्त रूपमा सिर्जना गर्न सक्ने क्षमता अथवा त्यो चिज आउँछ सङ्गीतमा। कतिपय नेपालमा यस्ता मान्छेहरू कलाकार हुनुहुन्छ जसले सङ्गीत पढ्नु भएको छैन तर एकदमै राम्रो गाउनुहुन्छ, राम्रो कम्पोज गर्नुहुन्छ। उहाँहरू पनि त म्युजिक नलेज नभए पनि त राम्रो हुनुभएको छ होइन। त्यो भनेको गड गिफ्टेड अथवा भगवान्ले दिएको अथवा उहाँलाई चाहिँ अटोमेटिक त्यो स्वस्फूर्त रूपमा आएको सिर्जना। र एउटा अर्को लाइन छ थ्योरिकली, जसले पढ्नु भएको छ होइन, पढ्नुहुन्छ, पढेर थ्योरीको हिसाबमा गाउनुहुन्छ, बजाउनुहुन्छ, त्यो पनि राम्रै भएको छ, राम्रो छ। र मेरो विचारमा म्युजिक भनेको मलाई चाहिँ के लाग्छ त भन्दाखेरि त्यस्तो धुन अथवा त्यस्तो चिज जसको त्यो ध्वनि, त्यो आवाजले हामीलाई आनन्द प्रदान गर्छ, आनन्द दिन्छ, त्यसलाई म सङ्गीत भन्न रुचाउँछु। अनि फेरि के हुन्छ त भन्दाखेरि सबै सङ्गीत सबैले मन पराउनु पर्छ जरुरी छैन, सबैले मन पराउनु पनि पाउँदैन होइन। त्यही भएर त हाम्रो लोकगीत निक्लेको छ, त्यही भएर त आधुनिक गीत निक्लेको छ, त्यही भएर पप गीत निक्लेको छ, त्यही रक निक्लेको छ, हिपहप निक्लेको छ, ज्याज निक्लेको छ, फ्युजन निक्लेको छ। त्यही कारणले हो विभिन्न मान्छेको टेस्ट फरक फरक हुन्छ। त्यो कारणले जसलाई जस चिजले आनन्द दिन्छ त्यही नै म्युजिक हो जस्तो लाग्छ मलाई चाहिँ। पछिल्लो समय हेर्ने हो भने गीत सङ्गीत क्षेत्रमा विकृति फैलिएको छ होइन। हजुर, राम्रो गाउने व्यक्तिहरू पछि परेका छन्, भाइरलको जमाना छ, कसरी लिनुहुन्छ सर? अनि गीत चलाउनको लागि अहिलेका सर्जकहरूले पनि अराजक भिडियो बनाउने होइन, नराम्रा कुराहरू राखिदिने गर्छन्, कसरी लिनुहुन्छ तपाईँ यो भाइरललाई? त्यो आफ्नो विचार हो। यस्तो छ, म फेरि कस्तो भन्दाखेरि त्यो भाइरल भएको चिजमा पनि मतलब गीतमा अथवा कुनै भिडियोमा कुनै न कुनै राम्रो चिज नभएर त्यो भाइरल हुँदैन पनि। फेरि मलाई त्यस्तो लाग्छ, कुनै न कुनै चिज त्यसमा पक्कै पनि राम्रो छ, त्यो कारणले त्यो भाइरल हुन्छ होइन। त्यो भएको हुनाले मलाई चाहिँ के लाग्छ त भन्दाखेरि त्यो चिज भाइरल भयो अथवा त्यो चाहिँ राम्रो थिएन भन्ने म पक्षमा छैन। त्यही चिज मैले भने नि अघि, कसैलाई त्यो चिज मनपर्छ, जस्तो मलाई मन नपर्न सक्छ, कसैलाई त मन पर्यो नि, त्यही कारणले त राम्रो भयो, त्यो हिट भयो त होइन। उसको सुनाइ त्यस्तै छ त, उसको बुझाइ त्यस्तै छ त। अब त्यो भएको हुनाले मलाई के लाग्छ त भन्दाखेरि सबैको रोजाइमा राम्रो भएको चिज नै राम्रो हुनुपर्छ भन्ने जरुरी छैन। अहिले एकदमै डिफ्रेन्स टाइपको सुन्ने लिसनरहरू हुनुहुन्छ, कसैलाई कुनै टाइपको मनपर्छ, कसैलाई कुनै टाइपको मनपर्छ, कसैलाई कुनै टाइपको मनपर्छ। हो तपाईँले भने जस्तो राम्रो गाउने मान्छेहरू, राम्रो सिर्जना गर्ने मान्छेहरू अलि ब्याक हुनुहुन्छ, अनि त्यो पनि हो। तर अब समयको माग त हो नि, समयको माग अनुसार चल्नु पनि सक्नु पर्यो। आज हामी विशेष गरी सङ्गीत खबर कार्यक्रमको बसाइमा छौँ, लगभग कार्यक्रमको अन्तिम चरणमा पनि छौँ। तपाईँको आवाजबाट एउटा भाका सुन्छौँ अन्तिममा। हुन्छ, मैले अब जापानमा बसेर आएको हुनाले र म जापानमै बस्ने टाइममा मैले आफै एउटा गीत बनाएको थिएँ, लिरिक्स मेरो आफ्नै, कम्पोजिसन सबै मेरो आफ्नै, जापानिज साडी भन्ने। किनभने हामी सानो हुँदाखेरि सुन्थ्यौँ जापानिज साडी राम्रो हुन्छ अरे भन्ने टाइपको, महँगो पनि पर्छ अरे भन्ने सुन्थ्यौँ। अनि त्यही पनि भएर दिमागमा आएर पनि होला मैले जापानिज साडी भन्ने एउटा गीत बनाएको थिएँ। त्यो मेरो रिलिज भइसकेको छ, लोक बेसमा छ त्यो गीत चाहिँ, लोक टाइपको बनाएको छु। त्यो थोरै सुनाउँछु है। लाउँदा तिमीले जापानिज साडी तान्छ मन मेरो घरी, लाउँदा तिमीले जापानिज साडी तान्छ मन मेरो घरी, सत्य ढाँटेको होइन, सत्य ढाँटेको होइन, तिमी आउने बाटो भरि बिछ्याउला फुलहरू थरी, तिमी आउने बाटो भरि बिछ्याउला फुलहरू थरी, लाउँदा तिमीले जापानिज साडी। विशेष धन्यवाद चेतनजी, हाम्रो निम्तोलाई सहर्ष स्वीकारेर यहाँसम्म आइदिनु भयो। तपाईँको कलाको सधैँभरि उच्च सम्मान गर्छौँ। जाँदै कार्यक्रमको अन्तमा के भन्न चाहनुहुन्छ आम दर्शक श्रोतालाई? हजुर, अब यसरी मलाई पनि अब धेरै समय पछाडि दर्शक श्रोताहरू समक्ष आफ्नो केही कुरा राख्ने अवसर दिनुभयो। त्यो कारणले विनोदजीलाई र हाम्रो टेक्निसियन भाइलाई
एकदमै हृदयदेखि आभार धन्यवाद व्यक्त गर्न चाहन्छु र सम्पूर्ण दर्शकहरूलाई नेपाली गीत सङ्गीत म्युजिकलाई माया गरिदिनुहोस् र मेरो गीत पनि सुनिदिनुहोस्। मेरो युट्युब च्यानल चेतन राई अफिसियलमा मेरो गीतहरू छन्, हेरिदिनुहोस् भन्दै आजलाई बिदा हुन्छु र तपाईँलाई वान्स अगेन हृदयदेखि धेरै धेरै धन्यवाद। विशेष धन्यवाद। थ्याङ्क यू।